आज पशुपति मन्दिर क्षेत्र विकास समिति स्थापना भएको करिब 3 वर्ष पुरा हुँदैछ। यो 3 वर्षको यो कार्यकालको दौरानमा हामीले एउटा उद्देश्य पुरा गरेका छौँ र जुन उद्देश्य हामीले योभन्दा पहिला स्थापित भइसकेको आराध्य देव पशुपतिनाथ भगवान भोलेनाथको मन्दिर र भगवान भोलेनाथ शिवलाई प्रमुखतामा राखेर पाञ्चायन देवस्थल जो हामी सनातनीहरूका लागि सबैभन्दा उच्च स्थानमा राखेर पूजन गर्ने देवी देवताहरू पर्नुहुन्छ, उहाँको अवस्थितिका लागि प्राण प्रतिष्ठा मूर्ति स्थापना मन्दिर समाप्त भइसकेको यस शुभ कार्यमा हामीले हाम्रो निमन्त्रणालाई स्वीकारेर र हाम्रो सार्वजनिक निमन्त्रणालाई पनि स्वीकारेर उपस्थित हुनुहुने आदरणीय धर्मगुरु बागेश्वरी पीठका पीठाधीश, त्यस्तै गरी हाम्रो लुम्बिनी प्रदेशका सभासद आदरणीय माया दिदी, सम्पूर्ण गुरुजनहरू, कार्य समितिका साथीहरू, अतिथिजनहरू, राजनीतिक मित्रहरू, त्यसै गरी सम्पूर्ण दिदीबहिनीहरू, आज नेपालगञ्जबाट पनि माता बागेश्वरी दिदीबहिनी समूहको तर्फबाट पनि यहाँ उपस्थित हुनुभएको छ र यस सामाजिक यो ठाउँका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण भक्तजन दानदाताहरूका बिचमा हामीले अहिलेसम्म गरेका क्रियाकलापको बारेमा यहाँहरूको धारणा के रह्यो, यहाँहरूको बुझाइ कस्तो रह्यो, यहाँहरूले कसरी कुन ढङ्गले बुझिदिनु भयो भनेर हामी पनि बुझ्न चाहिरहेका थियौँ। त्यसैले आज यो सानो समारोहको पनि आयोजना गरेका छौँ। यो आयोजनामा उपस्थित होइदिनु हुने सम्पूर्ण अतिथिहरूलाई म पशुपति मन्दिर क्षेत्र विकास समितिको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट म यहाँहरूलाई यो पवित्र धाममा, यो पुण्य धाममा, यो शिवनगरीमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, यहाँहरूको उपस्थितिलाई हार्दिक वन्दन व्यक्त गर्न चाहन्छु। वास्तवमा हामी जन्मियौँ, हुर्क्यौँ, कोही सपाङ्ग भएर जन्मियौँ, कोही अपाङ्ग भएर जन्मियौँ, जसले जे पायौँ प्रकृतिबाट केही कुरा पाइरहेका छौँ। सूर्यदेवको तेज हामी सबैलाई बराबर छ, वायुको स्पर्शता हामी सबैलाई छ, यो आकाशको विराटता हामी सबैलाई छ, यो जलको आनन्द हामीलाई सबैलाई छ र यो धरतीको यो आधारभूमि हामी सबैलाई छ र हामी जन्मिसकेपछि जसरी हामी मातापिताप्रति ऋणी हुन्छौँ त्यसै गरी धरतीप्रति पनि हामी ऋणी हुनुपर्दो रहेछ। त्यसैले केही न केही काम गर्नुपर्छ भन्ने प्रेरणा जागेर हामीले पशुपति मन्दिर क्षेत्र विकास समिति गठन गरेर योभन्दा अगाडि सबैभन्दा पहिला विष्णुजी महाराज, जसको यो नाम थियो रामेश्वर आचार्य, उहाँले यो तपोभूमिलाई छान्नुभयो। त्यस्तै गरी विभिन्न कालखण्डमा देवीदत्तगण, तत्कालीन नेपाली सेना परिवारबाट यो मन्दिर स्थापना भयो। सम्पूर्ण भक्तजनहरूको यहाँ सद्भाव बढ्दै गयो, पण्डितजीहरूले यहाँ विधिपूर्वक पूजा गर्दै जानुभयो र सम्पूर्ण कालखण्डमा पटक पटक निर्माण कार्य समितिहरू भए, काम गर्दै आउनुभयो र यहाँसम्म आइपुग्दा एउटा लक्ष्य हामीले हासिल गरेका छौँ। यो लक्ष्य हासिल गर्नका लागि जति पनि हामीलाई सहयोग गर्नुहुनेछ, यही वर्ष मात्रै पनि हामीले 4वटा प्राण प्रतिष्ठाका कार्यक्रमहरू आज सम्पन्न गर्दैछौँ। सबभन्दा पहिला आजभन्दा 6-7 महिना अगाडि बुवा गोविन्द लामिछानेको परिवारको तर्फबाट नागस्थानको प्राण प्रतिष्ठा गऱ्यौँ। आज तारा शेल्पाइली आमाको सपरिवारको तर्फबाट हामीले गणेश मन्दिरको हामीले प्राण प्रतिष्ठा गर्न सफल भइरहेका छौँ। त्यसै गरी लालबहादुर थापाको परिवारको तर्फबाट निर्माण भइरहेको यो माता दुर्गा देवीको मन्दिरको पनि प्राण प्रतिष्ठा कार्यक्रम हामीले सकिसकेका छौँ भने हामी सबैले दान दिएको र सम्पूर्णका घर घरमा 2080 साल, 81 साल, 82 सालका 3वटा भैलोहरूमा हामीले सबका घरबाट शुभ आशीर्वाद लिँदै हामीले जे रकमहरू सङ्कलन गर्न सक्यौँ त्यो रकमहरूलाई यथोचित प्रयोग गरेर हामीले सूर्यनारायणको मन्दिर तयार गरेर सम्पूर्ण भक्तजनहरूले दिएको दानलाई हामीले यहाँ स्थापित गरेका छौँ। सम्पूर्ण भक्तजनहरूको लागि आस्थाको केन्द्र बनाएका छौँ भने विकास प्रेमीहरूका लागि हामीले यो मानसरोवरको मुख्य द्वार, एयरपोर्ट पनि नजिकै भएको हुनाले यो मुख्यद्वारका लागि एउटा पर्यटनको विकासको ढोका पनि हामीले सानो हदसम्म पनि खोलेका छौँ भन्ने कुरा हामी यहाँहरू बिचमा प्रश्न गर्न चाहन्छौँ। र आज यो दिनसम्म आइपुग्दा हामीलाई जसले आफ्नो ठाउँबाट सहयोग गर्नुभयो हामी उहाँहरूप्रति
आभार व्यक्त गर्न चाहन्छौँ, कृतज्ञता व्यक्त गर्न चाहन्छौँ र आगामी दिनमा पनि हामीले अझ धेरै लक्ष्यहरू राखेका छौँ। यहाँ धर्मशाला र ठुलो सभा हल, यस्तै गरी 121 धारा भएको पोखरी, अनि हामीले निर्माण गर्नुपर्ने बुद्धको मन्दिर, त्यसै गरी पशुपतिनाथकै अलिकति व्यवस्थित मन्दिर लगायतको यहाँको पर्यटकीय विकास, सुन्दरता र रमणीयताका लागि पनि गर्नुपर्ने थुप्रै कामहरू छ। आज हामीलाई यो क्षेत्रका मात्रै होइन, राजनीतिक दलका मित्रहरूले मात्रै होइन, सभासदहरूले मात्रै होइन, आज टाढा टाढाबाट दिदीबहिनीहरूले पनि हामीलाई सहयोग गर्नुभएको छ। यस्तै सहयोग हामीलाई सदा रहिरहोस् भन्ने अपेक्षा गर्दै र यो निर्माणसम्म आइपुग्दा अहोरात्र खटिएर काम गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरू, सम्पूर्ण भक्तजनहरू, सम्पूर्ण कार्य समितिका सदस्यहरू, दान दिएर सहयोग गर्ने दानदाताहरू र आजको यस समारोहमा उपस्थित भएर यहाँहरूले जुन हाम्रो हौसला बढाइदिनु भएको छ, जुन गौरव बढाइदिनु भएको छ, यहाँहरू सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरेर आदरणीय सुदर्शन गुरु, जसले एकै वर्षमा 4-4वटा मन्दिर प्राण प्रतिष्ठा गर्ने आज सौभाग्य पनि उहाँलाई मिलेको छ, हामीलाई पनि यो सौभाग्य मिलेको छ। आदरणीय सुदर्शन गुरु लगायतको सम्पूर्ण पण्डितजीहरूको टिम लगायत सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ मैले कति थुप्रै मनमा सम्झिरहेको छु, अहिले व्यक्त गर्न समय अभावका कारणले पनि म व्यक्त गर्न नसकुला। त्यसैले गर्दा म हृदयदेखि सम्पूर्ण जनजनमा, सम्पूर्ण सहयोगीजनहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। टाढाबाट आइदिनु भएको छ, बिहानैदेखि बसिदिनु भएको छ, सबैलाई आभार व्यक्त गर्दै अब हाम्रो कार्यक्रम करिब अन्तिम चरणमा पुग्दैछ। यहाँहरूले प्रसाद ग्रहण गरेर गइदिनु होला भन्ने अनुरोध गर्दै सबैजनालाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। पशुपतिनाथले सबैको भलो गरून्, कल्याण गरून् भन्दै यहाँहरूप्रति हार्दिक धन्यवाद पुनः व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, धन्यवाद, धन्यवाद।